हजुरहरूले सुन्नुभयो त भर्खरै बजेको ताङ्गी नाङ्गी मादल। नमस्कार अनि हार्दिक स्वागत छ प्रतिभा खोज कार्यक्रममा। र आज हामी आइसकेका छौँ त्यस्तो प्रतिभा लिएर जो एकदमै प्रवीण हुनुहुन्छ। त्यो केमा भन्दाखेरि मादल बजाउने कलामा। उहाँ निकै नै सानो उमेर, लगभग 7 वर्षको उमेरको भाइ हुनुहुन्छ र आज हामीसँग यहाँ आफ्नो व्यस्त समयलाई म्यानेज गरेर आउनुभएको छ। उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। कार्यक्रममा स्वागत छ कृपेशजी। धन्यवाद भन्नुभइसकेको छ कृपेशजीले। अब हामी ढिला सुस्ती नगरिकन हाम्रो आदरणीय आजको यस नवीन प्रतिभा कृपेश पराजुलीको यो निकै नै अद्भुत प्रतिभा हेर्नतर्फ लाग्दछौँ। सुनाइदिनुहोस् त मादलका लहरहरू। मलाई नाचम लाग्यो यो मादलको आवाज सुनेर मात्र। उहाँले मादल होइन, खैँजडी बजाउनुहुन्छ, टुङ्ना बजाउनुहुन्छ, गिटार बजाउनुहुन्छ, सारङ्गी बजाउनुहुन्छ, हरेक कुरा बजाउनुहुन्छ। निकै नै अद्भुत कलाबाट, अद्भुत प्रतिभाबाट धनी हुनुहुन्छ हाम्रो आदरणीय कृपेशजी। हामीलाई निकै नै खुसी छ, हाम्रो यो क्षेत्रको गौरव बन्नुभएको छ कृपेशजी। निकै धन्यवाद हजुरले हाम्रो समय मिलाएर आउनुभयो। अरू ताल काटेर हजुरलाई देखाइदिनुहुन्छ कि अरू तालवाला मादलहरू, अरू आवाजका? निकै नै आजका नयाँ गीतहरूमा प्रयोग हुने धुन यही नै हो पक्कै पनि। साँच्चै नै हाम्रो कृपेशजी निकै नै अद्भुत प्रतिभाहरूको धनी हुनुहुन्छ। उहाँको यो लवाई देखेर, खवाई देखेर केही भन्न सकिँदैन कि उहाँ सादा सोच उच्च विचार, सादा जीवन उच्च विचार भन्ने सोच राख्ने हुनुहुन्छ। निकै धन्यवाद। निधारमा टीका लगाउनु भएको छ, म भगवानप्रति आस्था राख्छु भन्नुहुन्छ। निकै नै गलामा माला छ उहाँको। निकै नै खुसी लागेको छ हामीलाई। कृपेशजी, हजुरसँग साक्षात भेट्न पाउँदा मलाई यति गर्व महसुस भएको छ, यति खुसी महसुस भएको छ, म व्यक्त पनि गर्न सकिरहेको छैन। यस्तै कृपेशजी जस्ता प्रतिभाहरूबाट हाम्रो देश अगाडि बढ्ने हो। तर मोडहरू आइरहन्छ, यिनीहरूलाई सम्हालेर प्रवर्धन गरेर हामी लैजानुपर्छ। यो साना आँखा देख्न सक्नुहुन्छ। यी आँखामा ठुला सपना छन्। यी सपनाहरूलाई पुरा गर्नु हामी नेपालीहरूको जिम्मेवारी हो। यो बजिरहेको मादलको धुनले बताउँछ कि म केही समयपछि, केही वर्षपछि निकै नै राम्रो रूप लिएर अगाडि बढ्नेछु भनेका छन्। कृपेशजीलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यी साना र कलिला हातहरू देख्नुहुन्छ, कति साना छन् यी कलिला हातहरू। यी कलिला हातहरू कहिल्यै थाक्दैनन् ती मादल बजाएर, ती कलमहरू चालेर। निकै धन्यवाद कृपेशजी। उहाँको अनुहार हेर्दा पनि हामीलाई प्रेरणा मिल्छ। मेरो अनुहार हेरेर त मिली नै हाल्छ, त पनि छुट्टै कुरा छ। यसै साथै म कार्यक्रम प्रस्तुता कृष्णा पराजुली यहाँबाट बिदा हुन चाहन्छु। हस्, धन्यवाद, नमस्कार।